नमस्ते सरकार, नमस्ते। बालेन बालेन भन्दै सबै बालेन बालेन भनेको थियो नि त हिजो अस्ति। कस्तो राम्रो बालेन सरकार भन्थे, खासै देखिँदैन। डिटिसीलाई उँगो लगाए, राम्रै पनि गरेका हुन्। तर यहाँ चाहिँ पुरै गोली हानाहान भयो, मान्छे मारामार भइसक्यो, देश अस्तित्वमा जान लागिसक्यो। खोइ कता छन् बालेन सरकार, कहाँ छन् गृहमन्त्री गुरुङ? अब त्यही त हो, जो जस्ता आएर जुनै जोगी आए पनि कानै चिरेका भन्थे। जहाँ पनि जेन्जी थिए, यो राणा शासन फाल्दा काङ्ग्रेसहरू जेन्जी थिए, तिनीहरू काङ्ग्रेसहरू लडेका हुन्। काङ्ग्रेसहरू, नेपाली काङ्ग्रेसहरू, तेरा घरमा काङ्ग्रेस पसिस भन्ने खालको कुरा पनि त्यतिखेर हुन्थ्यो। अनि त्यसपछि एमालेका झापा आन्दोलन भयो नि, त्यतिखेर कृष्ण कुइकेलहरू, वीरेन्द्र राजवंशीहरू, तिनीहरू पनि जेन्जीहरू थिए, स्पष्ट रूपमा जेन्जीहरू थिए। उनीहरू लडेका हुन्, रगत बगाएर आएको एमाले है। त्यसपछि यो 52 सालमा प्रचण्ड चाहिँ अगाडि बढ्दाखेरि, लड्दाखेरि सबै पुन मगरहरू, बाठा मगरहरू, छेत्री बाहुनहरू, तिनीहरू पनि जेन्जी थिए। त्यही जेन्जीहरूले गर्दा आन्दोलन आएको, बुझ्नुभयो? तर त्यसले खासै काम गरेन। ती जेन्जीहरू त्यतिखेर नि मरे, अहिले पनि मरे। जेन्जीहरूले केही पनि भएन। अहिलेको आन्दोलनमा जेन्जीहरू छ नि, हस्पिटलमा बेडहरूमा बसिरहेका छन्, हस्पिटलको बेडको शैयाहरूमा बसिरहेछन् नि। रगत चेक गर्न परिरहेको छ, कहिले रगत पुगिरहेको छैन, कहिले खानेकुरा पुगिरहेको छैन। अस्ति आशिका तामाङले अलिअलि खानेकुराहरूको लागि केही राहत त गरिन् नि। अब उनी पनि त्यहाँ खासै देखिन मिलेन क्या। त्यस्तै मान्छेहरू बरु आउनुहोस्, भन्नुहोस् न, बाँड्नुहोस् अथवा केही दिनुहोस् क्या आन्दोलनको रूपरेखाको लागि। अब फेरि अहिले त्यत्रो त्यो भन्नुहोस् न, जातीय लडाइँको लागि त्यहाँ तयारी गरिरहेको हो कि, राजा ल्याउनको लागि न्यु गरेको हो कि, हिन्दू राष्ट्र घोषणा गर्नको लागि यो कपोकल्पित नाटक गरेको हो कि, अथवा विदेशी डिजाइनबाट पो गरेको हो कि, अथवा अस्ति सत्तामा नआउने पार्टीहरूले पो त्यस्तो गरेका हुन् कि? यो कुराहरू बुझ्नुहोस्। बाटोटट्ट गोली हानेर त्यसरी नमार्नुहोस्, त्यसरी मान्छे नमार्नुहोस्। सरकारहरू सत्ता हो भन्दैमा नि, सत्ताको उन्मादहरू रानी महल कसरी बने त? बुझ्नुभयो? रानीलाई खुसी बनाउनलाई बनेका महलहरू छन् थुप्रै। त्यो सत्ता भनेको त्यही हो। सत्तामा भाइ मारेका छन्, बाउ मारेका छन्। सत्ता भनेको त्यति खतरा चिज हो भन्ने कुरो त बुझ्नुहोस्। मन्द विश्व। तर फेरि जनताको लागि काम गरेको बुर्किना फासोको हेर्नुभयो होला नि, चाइनाको पनि हेर्नुभयो होला नि, खुत्रो काम गरिराख्यो। तर तिब्बत चाहियो अरे, दलाई लामालाई चाहियो भनेर हाम्रो नेपालबाट आन्दोलन नगर्नुहोस्, तपाईँले तिब्बत चाहियो, के चाहियो आफ्नो तालले आफ्नो ठाउँमा अर्कै ठाउँमा कसरी गर्ने गर्नुहोस्। तर नेपालमा आएर अस्तित्व मचाएर लडाइँ लडाएर हाम्रा जनता, बाबुआमा, दिदीबहिनीहरू यहाँ मार मुङ्गीमा पर्न हामीलाई छैन। यो जनताले सधैँ छन्। यो कुरो स्पष्ट बुझ्नु होला है, एकदम स्पष्ट बुझ्नु होला।